तपाईँ आफ्नो पेसाबाट खुस हुनुहुन्छ? मैले आफ्नो पेसाबाट खुस छु। जस्तो छ त्यस्तो छैन भनौँ न। मैले यहाँ किनकि पैसालाई हेरेर मैले यो जब चाहिँ मैले रोजेको होइन। मैले यहाँ यो विद्यालयमा आउनुभन्दा पहिला मैले 12 वर्षभन्दा बढी चाहिँ मैले संस्थागत विद्यालयमा नै पढाएको हो। त्यसपछि चाहिँ 2 वर्ष चाहिँ सामुदायिक विद्यालयमा पढाएर मैले यहाँ नियुक्ति भनेको लिएँ। त्यसपछि हाईमा मैले नाम निकालेँ। त्यसपछि मैले जुन एउटा हाम्रो युवा पुस्ता छ होइन जुन तयारी गरिरहेछ लोकसेवातिर शिक्षक आयोगतिर उहाँ साथीहरूले मैले के भन्छु, यदि कुनै पनि पेसामा हामीले मन लगाएर यदि मर्यादित तरिकाले हामीले इमान्दारीपूर्वक काम गर्यो भने सबै पेसामा भनेको सम्मान छ, इज्जत छ। अब चाहिँ भनेको जुन शिक्षकले अथवा भनेको कर्मचारीले चाहिँ मन लगाएर काम गर्नुहुन्न, आफ्नो दायित्व भनेको पुरा गर्नुहुन्न, जिम्मेवारीपूर्वक काम गर्नुहुन्न भने उहाँको लागि सम्मानको कुरा त्यहाँ सम्मानको लागि कुनै ठाउँै छैन। तर जसले भनेको इमान्दारीपूर्वक काम गर्छ भने उसले पैसा नकमाए पनि सम्मान इज्जत भनेको उसको लागि के हुन्छ, उसले कमाएकै हुन्छ। हजुरले पढाउने बेलामा क्लासमा त विद्यार्थीहरूबाट सोध्नुहुन्छ कि तपाईँले भविष्यमा के बन्नुहुन्छ भनेर। म्याक्सिमम विद्यार्थीहरूको जवाब आउँछ सुरुमा सानो कक्षामा डाक्टर बन्छु, इन्जिनियर बन्छु, पाइलट बन्छु। तर यो कुनै पनि विद्यार्थीबाट सुन्न सक्नुहुन्न कि म टिचर भएको भन्छु, किन यस्तो? अब शिक्षक पेसामा एउटा के छ तपाईँको, अब विद्यार्थीहरूलाई कुन दिशामा लिएर जाने, कता डोर्याउने, के गर्ने लगायत कुराहरू पनि छ। अब शिक्षक पेसामा के छ तपाईँको, पहिलो कुरा त हाम्रो समुदायले नै शिक्षकलाई भनेको एकदम तेस्रो दर्जाको नामै दिएछ भनौँ न। जति भनेको सम्मान भनेको शिक्षकलाई अरू तपाईँको कार्यालयका भनेको कर्मचारीले दिन्छ, त्यति भनेको शिक्षकलाई दिँदैन। पहिले भनेको के छ, हाम्रो अभिभावकहरूको मानसिकता त्यस्तै छ। त्यसले गर्दा भनेको त्यही अभिभावकहरूको मानसिकता, अभिभावकहरूको तपाईँ जुन के छ तपाईँको कुराकानी, सुझाव सल्लाह होइन लगायत कुराहरू भनेको जुन हेरेर जुन छोराछोरीहरू छन् अथवा विद्यार्थीहरू जुन छन् त्यहीको मानसिकता त्यही डाक्टर बन्ने, इन्जिनियर बन्ने, पाइलट बन्ने लगायत कुराहरू त्यही सुनेर त्यही भनेको भन्छन्। अब शिक्षक बनेर भनेको के हुन्छ के हुन्न त्यो कुरा तिनीहरू थाहा छैन। कि शिक्षक भनेको एउटा आफैमा एउटा के हो, एउटा मर्यादित भनेको एउटा समाज सुधारको एउटा पेसा हो। शिक्षक मात्रै बनेर भनेको हामीले समाजलाई सुधार गर्न सकिन्छ। अरू त्यो कुनै पनि जुन पेसा छ तपाईँको एउटा तपाईँको भनाइ पनि छ कि हामीले भनेको जति एउटा शिक्षकले चाह्यो भने अरू भनेको पेसामा रोज्यो भने आफू मात्रै शिक्षित भइन्छ। तर शिक्षकको जुन पेसा छ शिक्षकले आफू मात्र होइन, उसले भनेको आफ्नो परिवारलाई, आफ्नो समुदायलाई, आफ्नो देशलाई अनि पुरै संसारलाई भनेको उसले शिक्षित बनाउन सक्छ भन्ने एउटा भनाइ पनि छ। त्यसैले गर्दा हामीले चाह्यौँ भने आफ्नो समुदायलाई, आफ्नो पालिकालाई, आफ्नो देशलाई हामीले शिक्षित र अनुशासित बनाउन सकिन्छ हामी।